नमस्ते। आज चाहिँ दादाले खसीको मासु बोइल बनाउँछ अरे। म हजुरलाई देखाउँछु ल उसले कस्तो कस्तो गर्छ। हजुरले लास्टसम्म हेर्नु होला अनि भिडियो चाहिँ प्लिज लाइक एन्ड सेयर गरिदिनु न। आगो जलाएर एक कराई पानी चाहिँ बसाएछ अब उमाल्नको लागि हैन। अनि अब के गर्छ हेरौँ न। सन्त उ त्यो चाहिँ के भन्छ के कुटेको अरे भाइ ताइले मसला आइटम बनाउनलाई चाहिँ दालचिनी लसुन अदुवा खोर्सानी कुटेको आसु चाहिँ काटेर अघि रेडी गरिसकेछ। अघि कुटेको लसुन त्यहाँबाट अदुवाहरू जुन जुन मसलाहरू पनि कुटेको थियो त्यो सबै अहिले चाहिँ दादाले पानीमा हाल्दैछ। हजुरहरू खाने हुँदाखेरि यसरी नै बनाएर खानु है गाइस, साह्रै मिठो हुन्छ। पानी चाहिँ बोइल भइसक्यो अनि अब चाहिँ मासु हाल्दैछ दादाले। अनि मासु हालेर ढक्नी लगाइदिएर एकदम पाक्न दिनु। पाकिसके पछाडि निकालेर खानु। क्या स्वादिष्ट हुन्छ क्या बोइल चाहिँ। हाम्रो घरमा चाहिँ प्राय बोइलै हुन्छ क्या गाइस, जे पनि बोइल हुन्छ। एउटा चाहिँ दादाले सजिना हालिदिएको क्या, सजिना त्यो पनि मिल्छ नि त। अब खाने होइन। हजुरहरू चाहिँ मेरो भिडियोलाई लाइक गरिदिनु है। अनि बाई बाई। खाने हुँदा यसरी नै बनाएर खानु।